नमस्कार। हामी अहिले बुटवल नुवाकोटको सिद्धार्थ केबल कारमा चढिसकेका छौँ। परिवारसँग यस्तो रमाइलो यात्रा सुरु भयो। निकै एक्साइटेड छौँ। हामी अहिले सिद्धार्थ केबल कारको एन्ट्री पार्कमा पुगेका छौँ। यहाँको वातावरण एकदमै सफा र शान्ति छ। चारैतिर हरियाली र सुन्दर दृश्यले मन नै खुसी बनाइदिन्छ। परिवारसँग यस्तो ठाउँ घुम्न पाउनु साँच्चै भाग्यमानी महसुस भइरहेको छ। यदि तपाईहरूको पनि बुटवल आउनुहुन्छ भने यो ठाउँ भिजिट गर्न नभुल्नुहोला। हेर त हाम्रो बुहारी र छोरी मन्दिरतिर दर्शन गर्न जाँदैछन्। परिवारसँग धार्मिक यात्रा झन् रमाइलो हुन्छ। कति मिठो मोमेन्ट। छोरा र बुहारी यसरी सँगै हात समाएर हिँड्दैछन्। यस्तै पलहरूले परिवार अझै नजिक बनाउँछ। म अहिले मेरो नातिलाई बोकेर रमाइरहेकी छु। यस्ता साना खुसीहरू नै जीवनका सबैभन्दा ठुला खुसी हुन् है। आमा छोराको मिठो खेलाइ हेर्दा नै मन खुसी हुन्छ। अनि बाबु पनि दुगुरिरहेछ, रमाइरहेछ। अहिले हामी केबल कार भित्रबाट बुटवलको सुन्दर दृश्य हेर्दैछौँ। माथिबाट हेर्दा सहर झन् मनमोहक देखिँदो रहेछ। यस्तो दृश्यले यात्रा झन् सम्झना लायक बनाइदिन्छ। सिद्धार्थ केबल कार यात्रा सुरक्षित, रमाइलो र परिवारका लागि एकदम पर्फेक्ट डेस्टिनेसन रहेछ। हामी मन्दिरमा दर्शन गरिसकेका छौँ। यहाँका पुजारीज्यूसँग पनि छोटो कुराकानी गऱ्यौँ। उहाँले सबैको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो। यहाँ आउँदा मन एकदमै शान्ति मिल्दो रहेछ। आजको हाम्रो पारिवारिक यात्रा यति नैमा सकियो। सिद्धार्थ केबल कारको यो रमाइलो यात्रा सधैँ सम्झनामा रहनेछ। फेरि अर्को ब्लगमा भेटौँला। नमस्कार।